नमस्ते साथीहरू, मेरो नाम शङ्कर गैरे है र हामीहरू चाहिँ यो डिजिटल लजिक ओल्ड क्वेसन सोल्युसनको भिडियो सिरिजमा छौँ है। र आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई चाहिँ होइन टियुले 2078 सालमा चाहिँ यो बिएससी सिएसआइटी फर्स्ट सेमिस्टरलाई चाहिँ होइन यो लङ क्वेसनमा सोधेको क्वेसन चाहिँ सल्भ गर्नु गइरहेको छु है। र क्वेसन के सोधेको छ भन्दा इम्प्लिमेन्ट यो बुलियन फङ्सन है। त्यसपछि यो फङ्सनलाई चाहिँ हाम्रो होइन सम अफ मिन टर्म्सको रूपमा दिएको छ है। यो सम अफ मिन टर्म्स होइन मिन टर्म्स भनेको 0 2 3 4 7 युजिङ यो युज गरेर चाहिँ हामीले मल्टिप्लेक्सर त्यसपछि डिकोडर र पियरले चाहिँ इम्प्लिमेन्टेसन गर्न पर्यो। यो यस्तै क्वेसन चाहिँ 2080 सालमा पनि सोधिसकेको छ है। र अब पनि नसोध्ला भन्न सकिन्न, एकदमै इम्पोर्टेन्ट क्वेसन है। यो सर्ट क्वेसनमा पनि सोध्न मिल्ने एकदमै इम्पोर्टेन्ट क्वेसन हो है साथीहरू। अब हामीले चाहिँ कसरी सल्भ गर्ने भन्दा पहिला चाहिँ यो हामीले होइन हामीलाई दिएको बुलियन फङ्सन है हियर एफ इक्वल टु चाहिँ हाम्रो सम अफ मिन टर्म्स होइन 0 2 3 4 7 कुनै पनि भेरिएबल दिएको छैन है। अब चाहिँ मैले यहाँ तीनटा भेरिएबल एक्स वाइ जेड है यो तीनटा भेरिएबल किन लेखेँ भन्दाखेरि जस्तै तीनटा भेरिएबल नम्बर अफ भेरिएबल 3 भइसकेपछि कतिवटा मिन टर्म हुन्छ भन्दा 2 को पावर n वटा मिन टर्म हुन्छ। 2 को पावर n भनेको 2 को पावर 3 2 को पावर 3 भनेको चाहिँ 8 वटा मिन टर्म 8 वटा मिन टर्म हुन्छ है। 8 वटा मिन टर्म भनेको के हो भन्दाखेरि यो 0 देखि 7 सम्म 8 वटा मिन टर्म हुन्छ है, त्यसले चाहिँ कभर गर्छ। त्यही भएर चाहिँ यहाँ मैले तीनटा भेरिएबल मानेको। यदि चाहिँ यही क्वेसनमा तपाईँले पछाडिपट्टि चाहिँ होइन 8 9 10 यस्तो ठुल्ठुलो भ्यालुहरू दिन्छ भने तपाईँले चाहिँ नम्बर अफ भेरिएबल भनेको 4वटा लिन पर्थ्यो है। 4वटा हाम्रो नम्बर अफ भेरिएबल भइसकेपछि कतिवटा मिन टर्म बन्छ भन्दा 2 को पावर n वटा मिन टर्म बन्छ है। 2 को पावर n 2 को पावर n भनिसकेपछि 2 को पावर 4 भनेको 16 वटा मिन टर्म बन्छ। मिन टर्म 0 देखि मिन टर्म 15 सम्म त्यसले बल्ल कभर गर्छ। तपाईँहरूले ख्याल गर्नुपर्छ है। तीनटा मा चाहिँ 8 वटा चाहिँ मिन टर्म हुन्छ। यो 0 देखि 7 सम्म चाहिँ त्यसले कभर गर्न सक्छ। त्यही भएर चाहिँ मैले नम्बर अफ भेरिएबल तीनटा मानेको। अब यसबाट चाहिँ मल्टिप्लेक्सर इम्प्लिमेन्टेसन गर्न पर्यो है। अब मल्टिप्लेक्सर भनेको के हो भन्दा यो चाहिँ कम्बिनेसन लोजिक सर्किट हो जसले चाहिँ के गर्छ भन्दा धेरैवटा इनपुट लाइन लिन्छ र एउटा चाहिँ आउटपुट लाइन दिन्छ। मल्टिप्लेक्सरमा चाहिँ होइन धेरैवटा इनपुट लाइन मध्ये एउटा इनपुट चाहिँ आउटपुटमा जान्छ। त्यो कुन इनपुट चाहिँ आउटपुटमा जान्छ भन्ने कुरो चाहिँ केले डिटरमाइन गर्छ भन्दा त्यहाँ युज भएको नम्बर अफ सिलेक्सन लाइन्स होइन अथवा चाहिँ नम्बर अफ सिलेक्सन भेरिएबलले चाहिँ डिटरमाइन गर्ने हो। र अब यो बुलियन फङ्सनको चाहिँ है हामीले यसलाई मल्टिप्लेक्सरमा इम्प्लिमेन्टेसन गर्दाखेरि यो सुरुको भेरिएबललाई चाहिँ हामीले इनपुट भेरिएबल मान्ने है। हेर्नु त हियर इनपुट भेरिएबल भनेर मैले एक्सलाई चाहिँ इनपुट भेरिएबल मानेको छु। त्यसपछि यो रिमेनिङ छ नि यो बाहिर चाहिँ यसलाई चाहिँ सिलेक्सन लाइन अथवा चाहिँ सिलेक्सन भेरिएबल मानेको। अब त्यसपछि हाम्रो चाहिँ इनपुट भनेको कतिवटा छ भन्दाखेरि हेर्नु त यो अब हामीले यो टेबलबाट है के इनपुट हो भनेर चाहिँ हामीले होइन थाहा पाउने हो। त्यसको लागि चाहिँ इनपुट भेरिएबलको कम्प्लिमेन्ट होइन एक्सको कम्प्लिमेन्ट एक्स यता अगाडिपट्टि राख्ने। त्यसपछि चाहिँ होइन हाम्रो 8 वटा मिन टर्म हामीलाई थाहा छ भनिसकेपछि यहाँ चाहिँ 4वटा I0 I1 I2 I3 है। यसरी यदि चाहिँ हाम्रो यसमा चाहिँ है 15वटा मिन टर्म भएको भए चाहिँ यो चाहिँ I7 सम्म पुग्थ्यो। त्यसपछि नम्बरिङ गर्दै होइन 0 1 2 3 4 5 6 7 यसरी गर्ने। त्यसपछि हाम्रो चाहिँ यो बुलियन फङ्सनमा भएको मिन टर्म्सहरूलाई चाहिँ सर्कल गर्ने। यहाँ 0 छ भने 0लाई सर्कल गरियो है। 1 छैन होइन 2 छ 2लाई पनि सर्कल गरियो। त्यसपछि 3 पनि छ त्यसलाई पनि सर्कल गरियो। त्यसपछि 4 छ 4लाई पनि सर्कल गरियो। त्यसपछि 5 चाहिँ छैन सर्कल गरिएन है। त्यसपछि 6 पनि छैन त्यसलाई सर्कल गरिएन। त्यसपछि नेक्स्ट भनेको 7 होइन 7 छ 7लाई सर्कल गरियो। त्यसपछि अब मुनिपट्टि यो कसरी लेखेको भन्दा यो चाहिँ इनपुट हो है। I0 I1 I2 I3 भनेको मल्टिप्लेक्सरको इनपुट हो। त्यसको भ्यालु चाहिँ मुनिपट्टि छ। यो कसरी लेखेको भन्दाखेरि जस्तै यो दुइटै 0 र 4 होइन I0 को कोलममा हेरियो भने 0 र 4 छ। दुइटै परिसकेपछि अब चाहिँ 0ले चाहिँ हाम्रो यो माथिको सर्कलले चाहिँ एक्स बारलाई रिप्रेजेन्ट गर्छ है। तलकोले चाहिँ एक्सलाई एक्स बार प्लस एक्सको भ्यालु त कति हुन्छ 1 हुन्छ नि होइन। यो चाहिँ हाम्रो कम्प्लिमेन्टको रुल हो नि त, हो कि नि। एक्स प्लस एक्स बारको एक्स प्लस एक्स कम्प्लिमेन्टको भ्यालु त 1 हुन्छ। त्यही भएर लेखेको है। त्यसपछि हाम्रो I1 अर्को I1 को कोलममा चाहिँ 1 र 5 छ तर कुनै पनि सर्कल छैन भने कुनै पनि परेन। त्यही भएर सिधै 0 नपरे पार चाहिँ एउटा पनि परेन भने सिधै 0 है। दुइटै पऱ्यो भने चाहिँ हाम्रो के हुन्छ 1 हुन्छ। यसरी चाहिँ यो यसरी 1 आएको। त्यसपछि फेरि I2 को कोलममा हेऱ्यो भने यहाँ चाहिँ 2मा सर्कल गरेको छ। 2ले चाहिँ हाम्रो यसलाई यक्स बारलाई रिप्रेजेन्ट गर्छ। त्यही यक्स बार चाहिँ यो मुनिपट्टि लेखेको है। त्यसपछि I3 को कोलममा हेऱ्यो भने यहाँ पनि दुइटै सर्कल छ होइन। दुइटै सर्कल भइसकेपछि हाम्रो चाहिँ हेर्नु त एक्स प्लस एक्स बार गर्दा त्यसको भ्यालु 1 हुन्छ
है यो चाहिँ कम्प्लिमेन्ट रुल अनुसार त्यसरी यो आएको हो होइन। खास इनपुट चाहिँ I0 I1 I2 I3 हो तर त्यसको भ्यालुहरू चाहिँ यो मुनिपट्टि छ है। अब यसलाई चाहिँ हामीले ट्रुथ टेबलमा इम्प्लिमेन्टेसन गर्यौँ भने है यो चाहिँ मल्टिप्लेक्सरले चाहिँ कुन आउटपुट दिन्छ भन्दा केमा डिटरमाइन गर्छ भन्दा यो चाहिँ यसमा युज भएको सिलेक्सन लाइनमा डिटरमाइन गर्छ है। यहाँ चाहिँ सिलेक्सन लाइन भनेको चाहिँ वाइ र जेडलाई सिलेक्सन लाइन बनाइएको छ वाइ जेड है दुईटा भेरिएबल वाइ दुईटा 0 दुईटा 1 जेड भनेको 0 1 0 1 त्यसपछि हाम्रो फङ्सन होइन हाम्रो आउटपुट के आउँछ भन्दाखेरि यो हेर्नु त है दुइटैको भ्यालु लो भयो भने चाहिँ I0 चाहिँ आउटपुटमा जान्छ है। यसको भ्यालु चाहिँ वाइको भ्यालु लो जेडको भ्यालु हाई भएपछि I1 जान्छ। यसको भ्यालु चाहिँ माथि छ कि खास वाइको भ्यालु चाहिँ हाई भयो त्यसपछि जेडको भ्यालु लो भएपछि I2 जान्छ। त्यसपछि हाम्रो चाहिँ के छ भन्दाखेरि यो दुइटैको भ्यालु हाई भयो भने चाहिँ I3 हाम्रो आउटपुटमा जान्छ है। यसको भ्यालु चाहिँ माथि छ है। अब यसको ब्लक डायग्राम गरायौँ भने होइन यहाँ चाहिँ 4वटा इनपुट छ। अब हामीले चाहिँ 4वटा इनपुट भइसकेपछि 4x1 मल्टिप्लेक्सर युज गर्ने है। यसको ब्लक डायग्राममा चाहिँ यहाँ 4x1 मक्स है। अब 4x1 मक्समा 4वटा इनपुट लिन्छ। 4वटा इनपुट के हो भन्दा यो 1 यही 1 लेखेको होइन यो 1 त्यसपछि नेक्स्ट भनेको यो I0 को ठाउँमा 1 लेखेको I0 नै लेखे पनि हुन्छ है। त्यसपछि अर्को इनपुट भनेको I1 को भ्यालु चाहिँ 0 यो 0 लेखेको। त्यसपछि नेक्स्ट इनपुट भनेको I2 को भ्यालु चाहिँ कति छ भन्दाखेरि हेर्नु त x को कम्प्लिमेन्ट यो छ। त्यसपछि नेक्स्ट भनेको I3 को भ्यालु चाहिँ 1 चाहिँ यसरी 4वटा इनपुट है। त्यसपछि एउटा चाहिँ हाम्रो आउटपुट भयो। नम्बर अफ सिलेक्सन लाइन चाहिँ कतिवटा छ भन्दा दुईटा छ वाइ र जेड चाहिँ दुईटा नम्बर अफ सिलेक्सन लाइन है। यसरी चाहिँ यसको ब्लक डायग्राम बनाउन सकिन्छ। यसको लोजिक सर्किट पनि बनाउन त सकिन्छ है। अलि लामो हुन्छ होइन। नम्बर अफ सिलेक्सन लाइनले चाहिँ जस्तै हामीले सिलेक्सन लाइन चाहिँ कुन कुन युज भयो भन्दाखेरि यसरी अनि यहाँ मैले बनाएको छैन यसरी चाहिँ यहाँ वाइलाई पठाउने है। त्यसपछि वाइको कम्प्लिमेन्टलाई फेरि यसरी चाहिँ वाइको कम्प्लिमेन्ट मुनि पठाउने। त्यसपछि फेरि चाहिँ अर्को भनेको के हुन्छ भन्दाखेरि जेड यसलाई जेड त्यसपछि फेरि जेडको कम्प्लिमेन्टलाई पनि यसरी चाहिँ यसरी मुनि पठाउने होइन। यो चाहिँ हाम्रो सबै चाहिँ मिन टर्म्सको फर्ममा हुन्छ है। त्यसपछि अब चाहिँ हामीले होइन एन्ड गेट 4वटा चाहिँ यसमा चाहिँ हाम्रो एन्ड गेट युज हुन्छ मिन टर्म्सको फर्ममा हुन्छ। त्यसपछि चाहिँ 4वटा चाहिँ यसरी चाहिँ एन्ड गेट बनाउने है। त्यसपछि सुरुको भनेको चाहिँ वाइको भ्यालु पनि 0 0 भनेको लो होइन लोलाई चाहिँ यो वाइको कम्प्लिमेन्टबाट चाहिँ तान्ने है यसबाट तानियो। त्यसपछि फेरि अर्को भनेको जेडलाई पनि जेडको 0 छ लोबाट तानियो कम्प्लिमेन्टबाट तानियो। यसैमा चाहिँ बाहिरबाट अर्को इनपुट पनि पठाउनुपर्छ। बाहिरबाट चाहिँ यहाँ अलि यहाँबाट मैले चाहिँ है यो कुनै अर्को इनपुट चाहिँ हेर्नु त यो I0 गएको छ नि I0 यसरी पठाउने के यसरी यसको चाहिँ लोजिक सर्किट बनाउन सक्नुहुन्छ है। यसको मुनिपट्टि 4वटा एन्ड गेट हुन्छ। त्यसमा सबै एन्ड गेटको आउटपुटलाई फेरि पछाडिबाट होइन एउटा चाहिँ अर गेट युज गर्ने है। अर गेट युज गरेर त्यसपछि यो अर गेटमा पठाइसकेपछि सबैको आउटपुट चाहिँ अर गेटमा पठाउनुपर्छ। यसले चाहिँ फङ्सन दिन्छ भनेर यसरी बनाउन सक्नुहुन्छ केही पनि गाह्रो छैन है। र अर्को भनेको के छ भन्दाखेरि यही बुलियन फङ्सनबाट चाहिँ बीमा चाहिँ डिकोडर इम्प्लिमेन्टेसन गर्न पर्ने छ है। अब डिकोडर भनेको तपाईँहरूले बुझ्नुहुन्छ डिकोडर भनेको के हो भन्दा डिकोडर भनेको यस्तो चाहिँ हाम्रो कम्बिनेसन लोजिक सर्किट हो है। जसले चाहिँ यनवटा चाहिँ इनपुट लाइन लिन्छ र त्यसपछि टुको पर यनवटा आउटपुट लाइन दिन्छ। यनवटा चाहिँ इनपुट लाइन भनेको एनवटा हो है। यसलाई लिएर चाहिँ टुको पर यनवटा चाहिँ आउटपुट लाइन दिने हो। अब यसमा चाहिँ हाम्रो 3वटा चाहिँ मैले बुलियन फङ्सनसित माथि 3टा भेराइबल मानेको थिएँ है। अब नम्बर अफ इनपुट भेराइबल भनेको 3 भयो एक्स वाइ जेड होइन। 3 भइसकेपछि अब चाहिँ 3वटा इनपुट भेराइबल भइसकेपछि यसले कतिवटा चाहिँ आउटपुट लाइन दिन्छ भन्दा 2 को पावर 3 वटा दिन्छ। 2 को पावर 3 भनेको यसले 8वटा चाहिँ आउटपुट लाइन दिन्छ भनिसकेपछि अब चाहिँ 3 to 8 डिकोडर युज गर्ने है। हेर्नु त यो 3 to 8 डिकोडर हाम्रो चाहिँ 3टा चाहिँ हाम्रो एक्स वाइ जेड 3टा चाहिँ इनपुट भयो है। यसको चाहिँ हाम्रो 8वटा मिन टर्म हुन्छ होइन D0 D1 D2 D3 D4 D5 D6 D7 है 3 to 8 डिकोडर। त्यसपछि अब चाहिँ यहाँ हाम्रो बुलियन फङ्सनमा दिएको होइन हाम्रो मिन टर्म्सहरूलाई हामीले चाहिँ अर गेटमा चाहिँ लानु पर्छ है। जस्तै हामीलाई के चाहिँ हाम्रो मिन टर्म दिएको छ होइन त्यसलाई चाहिँ हामीले अर गेटमा पठाउने। त्यसलाई पठाइसकेपछि हाम्रो चाहिँ त्यो डिकोडर चाहिँ इम्प्लिमेन्टेसन हुन्छ है। जस्तै हाम्रो बुलियन फङ्सनमा चाहिँ के छ भन्दाखेरि हाम्रो 0 छ। 0ले चाहिँ हाम्रो चाहिँ मिन टर्म 0लाई रिप्रेजेन्ट गर्छ यो D0 यसलाई तानेर चाहिँ अर्को पठाइयो। त्यसपछि अर्को भनेको 2 होइन यो मिन टर्म 2 भन्न खोजेको यो 2 को आउटपुटलाई पनि अर्को पठाउने। अर्को 3 छ
3लाई पनि तानेर चाहिँ अर्किटमा पठाउने है। अर्को भनेको 4 छ, 4लाई पनि तानेर चाहिँ 4को लाइनलाई पनि D4लाई पनि तानेर अर्किटमा पठाउने। अनि लास्ट भनेको D7 होइन, मिनटर्म 7 छ, मिनटर्म 7लाई पनि यसरी चाहिँ तानेर है, D7लाई चाहिँ तानेर चाहिँ हामीले अर्किटमा पठाउने होइन। यसरी डिकोडर इम्प्लिमेन्टेसन गर्न सकिन्छ। यो चाहिँ हाम्रो D0लाई तान्ने भनेको यसको भ्यालु 1 छ भन्न खोजेको के खास ट्रुथ टेबलमा। होइन, यहाँ चाहिँ हाम्रो जे मिनटर्म पर्यो नि तिनीहरूको चाहिँ हाम्रो ट्रुथ टेबलमा चाहिँ भ्यालु चाहिँ 1 छ, नपरेको चाहिँ हाम्रो भ्यालु 0 छ भनेको है। यसको चाहिँ ट्रुथ टेबल, यो चाहिँ ब्लक डायग्राम भयो होइन, यो डिकोडर इम्प्लिमेन्टेसन गरेको। यसको ट्रुथ टेबल चाहिँ यहाँ मुनिपट्टि छ है। यहाँ हेर्नु त, यो तिनवटा चाहिँ हाम्रो इनपुट लाइन भयो होइन, एक्स वाइ जेड है। तिनवटा चाहिँ हाम्रो चाहिँ एक्स वाइ जेड तिनवटा इनपुट भइसकेपछि अब यक्सको चाहिँ हाम्रो 4वटा 0 4वटा 1 होइन, वाईको चाहिँ 2टा 0 2टा 1, जेडको 0 1 0 1 यसरी लेख्ने। त्यसपछि हाम्रो बुलियन फङ्सन चाहिँ यो सबैले चाहिँ खास D0 देखि D7लाई रिप्रेजेन्ट गर्ने हो। यो मिन टर्म्स नै हो। D0 भनेको के हो भन्दा यक्स कम्प्लिमेन्ट वाई कम्प्लिमेन्ट जेड कम्प्लिमेन्ट हो है। त्यस्तै गरी गरी होइन, यो D1 भनेको चाहिँ एक्सको कम्प्लिमेन्ट हो, वाईको कम्प्लिमेन्ट हो, त्यसपछि जेड हो होइन। त्यसपछि हाम्रो D2 भनेको चाहिँ के हो भन्दा एक्सको कम्प्लिमेन्ट हो, त्यसपछि वाई हो, त्यसपछि जेडको कम्प्लिमेन्ट, यस्तै गरी 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 होइन। यो D6 भनेको के हो भन्दाखेरि हेर्नु त एक्स हो, त्यसपछि वाई हो, त्यसपछि जेडको कम्प्लिमेन्ट हो, त्यसपछि लास्टमा चाहिँ हाम्रो D7 भनेको चाहिँ एक्स हो, वाई हो, जेड हो, सबै मिन टर्म्सको फर्ममा छ। अब यहाँ हाम्रो बुलियन फङ्सनमा परेको चाहिँ है, हाम्रो मिन टर्म्सहरूलाई चाहिँ 1 लेखेको कि, जस्तै हाम्रो मिन टर्म 0 परेको चाहिँ 1 होइन। त्यसपछि हाम्रो के पो मिन टर्म 2 छ, 2को ठाउँमा चाहिँ 1, मिन टर्म 3 छ, 3को ठाउँमा 1, मिन टर्म 4 पनि छ, त्यसको ठाउँमा 1, मिन टर्म 5 छैन 0, मिन टर्म 6 पनि छैन 0, मिन टर्म 7 पनि छ 1। यसरी चाहिँ यसबाट ट्रुथ टेबल पनि बनाउन सकिन्छ है। यो पनि तपाईँहरूले मजाले बुझ्नुभयो होला, केही पनि गाह्रो छैन। अनि यही इनपुट लिएको होइन, तिनवटा इनपुट भएपछि 3 to 8 डिकोडर युज गर्ने है। जे हाम्रो चाहिँ बुलियन फङ्सनमा चाहिँ जे मिन टर्म्सहरू छ त्यसलाई चाहिँ पछि तानेर अर्किटमा पठाइसकेपछि यसले चाहिँ डिकोडरलाई चाहिँ इम्प्लिमेन्टेसन गर्न सकिन्छ यसरी है। र त्यसपछि हाम्रो चाहिँ अर्को के छ भन्दाखेरि है, हेर्नु त यो अर्को भनेको चाहिँ हाम्रो पिएलए होइन, इम्प्लिमेन्टेसन गर्नु पर्यो सीमा है। पिएलए भनेको के हो भन्दा प्रोग्रामेबल लोजिक अरे है। यसमा चाहिँ प्रोग्रामेबल एन्ड गेट्स छ, त्यसपछि प्रोग्रामेबल अर गेट्स हुन्छ है। अब यसलाई चाहिँ यो गिभन होइन बुलियन फङ्सनबाट कसरी इम्प्लिमेन्टेसन गर्ने भन्दाखेरि, जस्तै होइन सबैभन्दा पहिला चाहिँ हामीलाई होइन दिएको गिभन फङ्सनलाई चाहिँ है हामीले यसोपी फर्ममा एक्सप्रेस गर्नुपर्छ। यो चाहिँ हाम्रो यसोपी फर्ममा चाहिँ यसोपी भनेको सम अफ प्रोडक्ट अथवा सम अफ मिन टर्म्स होइन, यही फर्ममा एक्सप्रेस गर्नुपर्छ। यो फर्ममा एक्सप्रेस गरिसकेपछि अब चाहिँ हामीले यसलाई चाहिँ किम्यापबाट चाहिँ यसको भेरिएबलहरूलाई रिड्युस गर्नुपर्छ है। त्यसपछि नम्बर अफ डिस्टिङ मिन टर्म्सहरू के हो त्यो निकाल्न पर्छ। अब यो हामीले एउटा मात्रै फङ्सन दिएको छ होइन, एफ एक्स वाइ जेड इक्वल टु मिन टर्म्स है 0 2 3 4 7। अब यसलाई चाहिँ हामीले की म्याप बनाएर यसको भेरिएबलहरू चाहिँ रिड्युस गर्नुपर्छ है। की म्याप बनाउँदाखेरि यहाँ हेर्नु त है, 3 भेरिएबल की म्याप होइन, एउटा ग्रिड भयो, एक्स वाइ जेड, एक्सको चाहिँ 0 1 होइन, 0 0 0 1 1 1 1 0 एक रेकर्ड फलो भएको छ है। जस्तै मिनटर्म 0 मिनटर्म 0मा 1 होइन, त्यसपछि मिनटर्म 1 चाहिँ छैन, मिनटर्म 2 छ, मिनटर्म 2मा 1 गरियो, मिनटर्म 3 छ है, त्यसपछि मिनटर्म 4 पनि छ, मिनटर्म 5 छैन होइन, मिनटर्म 6 पनि छैन, मिनटर्म 7 छ। अब ग्रुपिङ गर्ने, यो दुईटा 1को चाहिँ सिधै होरिजेन्टल ग्रुप है, यो दुईटा 1को पनि होरिजेन्टल ग्रुप। अब यो 1लाई चाहिँ 1 सित ओभरल्यापिङ गरेर सर्कल ग्रुप बनाए पनि हुन्छ, यो 1लाई यो 1 सितै होइन ओभरल्यापिङ गरेर बनाएको छ है। अब लेख्दाखेरि चाहिँ यो यसबाट चाहिँ हामीले होइन रिड्युस फर्म लेख्दाखेरि चाहिँ यहाँ चाहिँ हेर्नु त यो सुरुको ग्रुपबाट चाहिँ है यो एक्सचेन्ज भयो, माथितिर वाइ ड्यास जेड ड्यास होइन प्लस, त्यसपछि फेरि यो अर्को चाहिँ हाम्रो यो भर्टिकल ग्रुपबाट यो एक्सको लेफ्टतिर दुइटै चेन्ज छ है, हेर्न पर्ने माथितिर चाहिँ 1 1 वाइ जेड प्लस। अनि यो अर्को होरिजेन्टल ग्रुपबाट चाहिँ लेफ्टतिर हेरेपर चाहिँ हाम्रो के छ भन्दाखेरि 0 छ, 0ले चाहिँ हाम्रो एक्स ड्यासलाई रिप्रेजेन्ट गर्छ। अनि माथितिर हेर्नु त यो 1 1 1 0, अगाडिको 1 चाहिँ जस्ताको त्यस्तै छ नि, यो अगाडिको 1ले चाहिँ केलाई रिप्रेजेन्ट गर्छ भन्दा वाइलाई रिप्रेजेन्ट गर्छ। यसरी चाहिँ हामीले होइन यसलाई रिड्युस गरेर लेख्ने। त्यसपछि नम्बर अफ इनपुट बफर, नम्बर अफ इनपुट बफर भनेको जतिवटा चाहिँ इनपुट भेरिएबल छ है त्यतिवटा नै इनपुट बफर हुन्छ। तिनवटा इनपुट भेरिएबल छ, तिनवटा इनपुट बफर भयो। त्यसपछि यहाँ हजुरहरूले यहाँ ख्याल गर्नुपर्छ है, यो नम्बर अफ एन्ड गेट्स भनेको चाहिँ कतिवटा नम्बर अफ एन्ड गेट्स युज हुन्छ भन्दा नम्बर अफ डिस्टिङ्क्ट मिन टर्म्स कतिवटा छ त्यतिवटा युज हुन्छ।
यो चाहिँ हाम्रो छुट्टा छुट्टै मिन टर्म्सहरू कतिवटा आउँछ। यहाँ चाहिँ अहिले एउटा फङ्सन भएर एउटा फङ्सनमा चाहिँ हाम्रो 3टा मात्रै मिन टर्म्स छ। तर 2टा 3टा फङ्सन दियो भने त्यसलाई की म्यापबाट रिड्युस गरिसकेपछि यो तपाईँहरूले हेर्न पर्छ कि यो मिन टर्म्सहरू चाहिँ सेम आएकोलाई चाहिँ दुईचोटि काउन्ट गर्ने होइन, एकचोटि मात्रै काउन्ट गर्ने है। 2टा 3टा फङ्सन दिए पनि त्यसलाई रिड्युस गरिसकेपछि छुट्टा छुट्टै मिन टर्म्सहरू कतिवटा आएछ त्यतिवटा नै एनगेट युज हुने हो। त ख्याल गर्नुपर्छ। नम्बर अफ एनगेट्स भनेको नम्बर अफ डिस्टिङ्क्ट मिन टर्म्स है। हाम्रो 3टा चाहिँ हाम्रो डिस्टिङ्क्ट मिन टर्म्स आएको छ, 3 भयो। त्यसपछि प्रोग्रामेबल अर्गेट्स भनेको चाहिँ कतिवटा आउटपुट फङ्सन छ त्यतिवटा नै प्रोग्रामेबल अर्गेट्स युज हुन्छ। एउटा आउटपुट फङ्सन छ त्यही भएर एउटा मात्रै अर्गेट युज भयो होइन। 2टा आउटपुट फङ्सन भएको 2टा अर्गेट युज हुन्थ्यो। यसरी चाहिँ तपाईँहरूले यो चाहिँ डिटरमाइन गर्नु होला है। त्यसपछि यसको चाहिँ लोजिक सर्किट डायग्राम बनाउँदाखेरि हेर्नु त यो एक्सलाई चाहिँ है यो एक्सलाई पठाइयो, त्यसपछि चाहिँ यो एक्सको कम्प्लिमेन्टलाई रिप्रेजेन्ट गर्छ। यसले तपाईँहरूलाई थाहा छ, यसले एक्सको कम्प्लिमेन्टलाई यसले वाइलाई रिप्रेजेन्ट गर्छ, यसले फेरि वाइको कम्प्लिमेन्टलाई रिप्रेजेन्ट गर्छ। त्यसपछि यसले जेडलाई रिप्रेजेन्ट गर्छ, यसले चाहिँ जेडको कम्प्लिमेन्टलाई रिप्रेजेन्ट गर्छ। त्यसपछि हाम्रो चाहिँ अब 3टा चाहिँ हाम्रो चाहिँ मिन टर्म छ, त्यही भएर चाहिँ 3टा चाहिँ है एनगेट युज गरेको। के 3टा मिन टर्म हो भन्दाखेरि चाहिँ हाम्रो सुरुको भनेको वाइ ड्यास जेड ड्यास होइन। अब चाहिँ वाइ ड्यास बनाउनु पर्यो भने यसबाट लाइन तान्ने, यसलाई के अरे यसलाई चाहिँ के अरे बुलेट गरेको है। त्यसपछि जेड ड्यास यसबाट पनि तान्ने होइन। त्यसपछि यसलाई बुलेट गरिएको। हेर्नु त यो बुझ्नुहुन्छ तपाईँहरूले। यो एनगेटले चाहिँ के दिन्छ भन्दा वाइ ड्यास जेड ड्यास दिन्छ। त्यसपछि अर्को मिन टर्म भनेको हाम्रो वाइ जेड हो, त्यही भएर चाहिँ वाइबाट पनि लाइन तानेको। त्यसपछि यसलाई चाहिँ होइन यहाँ हेर्नु यहाँ बुलेट बोल्ड गरेको होइन। यहाँ चाहिँ यहाँबाट तानेको भनेर चाहिँ डिनोटेसन गर्न खोजेको के यसले। त्यसपछि अर्को भनेको के छ, जेड छ, जेडबाट तानेको। त्यसपछि तानेपछि यहाँ चाहिँ यहाँ बोल्ड गरेको यहाँ। त्यसपछि फेरि यसले चाहिँ वाइजेड दिन्छ। त्यसपछि अर्को भनेको हाम्रो मिन टर्म्स भनेको एक्स ड्यास वाइ हो होइन। एक्स ड्यास भनिसकेपछि एक्स ड्यासबाट लाइन तान्ने है, यहाँ चाहिँ बुलेट गर्ने होइन, बुलेट गर्नु। त्यसपछि फेरि अर्को भनेको वाइ छ, वाइबाट लाइन तान्ने, यसलाई पनि बुलेट गर्ने। यो चाहिँ हाम्रो थर्ड एनगेटले के दिन्छ भन्दा एक्स ड्यास वाइ दिन्छ। त्यसपछि अब हाम्रो चाहिँ एउटा बुलियन फङ्सन छ एफ है। एफको भ्यालु चाहिँ कति थियो भन्दाखेरि एक्स ड्यास वाइ ड्यास प्लस वाइजेड प्लस एक्स ड्यास वाइ थियो। अब यो 3टा लाइन तान्न भन्दा एउटै लाइन तान्ने है, 3टै युज भएको छ। त्यही भएर चाहिँ चाहिँ मैले यहाँ चाहिँ क्रस गरेँ। क्रस गरिसकेपछि 3टै चाहिँ यो अर्गेटमा गयो भन्ने बुझिन्छ। अर्गेटले चाहिँ हाम्रो होइन यसले के दिन्छ भन्दा एफ इक्वल टु है एक्स ड्यास एफ इक्वल टु वाइ ड्यास जेड ड्यास प्लस वाइजेड प्लस एक्स ड्यास वाइ दिन्छ होइन। यसले चाहिँ लोजिकल एडिसनको काम गर्छ है। अब एउटा मात्रै फङ्सन दिएर अर्को 2टा 3टा फङ्सन दिएको, अरू पनि यहाँ चाहिँ 2-3टा चाहिँ अर्गेट बनाउनु पर्थ्यो। त्यसरी चाहिँ हामीले लाइन तानिन्थ्यो। त्यसमा चाहिँ कुन कुन चाहिँ हाम्रो टर्महरू छ त्यसलाई चाहिँ यसरी क्रस गरेर लेखिन्थ्यो। तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला है। यसरी चाहिँ होइन पिआरएललाई इम्प्लिमेन्टेसन गर्न सकिन्छ, केही पनि गाह्रो छैन। र यो चाहिँ यो सोधिरहने नै क्वेसन हो है साथीहरू होइन, एकदमै इम्पोर्टेन्ट छ है। तपाईँहरूले चाहिँ प्र्याक्टिस गर्नलाई यो चाहिँ सर्ट क्वेसनमा मात्रै पनि एउटा कुनै होइन यो इम्प्लिमेन्टेसन गर भनेर तपाईँहरूलाई सोध्न सक्छ है। तपाईँहरूले मजाले बुझ्नुभयो होइन, प्र्याक्टिस गर्नुलाई साथीहरू। र आजको भिडियो हेरिदिनु भएकोमा चाहिँ हजुरहरूलाई चाहिँ मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते।